केटीहरू किन नेपाली केटा छोडेर चाहिँ इन्डियनसँग पाकिस्तानीसँग या बङ्गलादेशी या फेरि गुजराती या फेरि काले या फेरि गोरेसँग जान्छन् थाहा नेपाली केटाहरू त इनफ छन् त छन् त कन्ट्रीमा यदि तिमीहरूलाई थाहा छैन भने म तिमीहरूलाई आज भन्छु किन जान्छन् भनेर बोयफ्रेन्ड गर्लफ्रेन्ड हुन्छन् होइन त्यसपछि के गर्दाखेरि तिनीहरू ब्रेकअप हुन्छ 2-3 वर्षको रिलेसन होला कसैको 4-5 वर्षको होला लाइक एउटा सर्टेन टाइमको होला नि त रिलेसनसिप ब्रेकअप हुन्छ ब्रेकअप भएपछि के हुन्छ अब केटाहरू त मुभ अन हुन कोसिस गर्छन् अब कोही केटाहरू इजिली मुभ अन हुन्छन् कोही केटाहरू इजिली मुभ अन हुँदैनन् गाह्रो हुन्छ जस्तै मलाई हुन्छ होइन अनि पछि इजिली मुभ अन हुन्छन् कोही केटाहरू अब केटाहरू मुभ अन भए पनि नभए पनि केटी त मुभ अन हुनै पर्यो सो तिनीहरू अर्को अप्सन रोज्छन् अर्को बोयफ्रेन्ड बनाउनु पर्यो होइन मुभ अन हुनलाई बोयफ्रेन्ड बनाउनुपर्छ भन्ने जरुरी छैन तर अर्को त बोयफ्रेन्ड त हुन्छ नि त भोलि गएर त कोही न कोहीसँग हुनु पर्यो एउटाले छोड्यो भन्दैमा एउटासँग त अड्किनु भएन नि त सो अर्को केटासँग जान्छन् त्यो केटाले पास्टको बारेमा सोध्छ उसको पास्ट होइन तिम्रो के भयो कस्तो भयो किन ब्रेकअप भयो एन्ड देन सोध्छ होइन त्यो केटीले सबै कुरा भन्न सक्छ कसैले जज गर्छन् कसैले जज गर्दैनन् मैले चाहिँ जज गर्दिनँ फेरि होइन केटाहरूले जज गर्छन् प्रायः जस्तो हामी नेपालीहरूको सबैको मानि हुन्छ जजमेन्ट गर्ने त्यो केटीले सब कुरा भन्छ यसरी ब्रेकअप भएको एन्ड भएको वान भएको अब कसैको फिजिकल भए हुनसक्छ कसैको नभए हुनसक्छ होइन त्यो डिफ्रेन्ट छ त्यसपछि केटाहरूले जजमेन्ट गर्न थाल्छ कि ल यो केटाले छोड्यो त या फेरि के भयो त होइन केटाहरूको जजमेन्ट गर्ने बानी हुन्छ क्या हामी नेपालीको चाहिँ झन् के रहेछ किन रहेछ होइन त्यसपछि त्यो केटाले पनि त्यो केटीलाई छोड्ने कुरा सोध्छ अभियसली छोड्छ नि केही न केही भयो त छोड्यो होला यसको बोयफ्रेन्ड नत्र थोरै छोड्छ पहिलाको सबै केटाहरू त्यस्तो हुँदैन ब्रो सबै केटाहरूको हरेक मान्छेहरूको रिलेसन डिफ्रेन्ट हुन्छ होइन जजमेन्ट गर्नु नै सबभन्दा ठुलो गल्ती हो क्या केटाहरूको हाम्रो नेपाली केटाहरूको पहिलो बोयफ्रेन्डसँग ब्रेकअप भयो दोस्रो बोयफ्रेन्डले जज गर्यो त्योसँग पनि ब्रेकअप भयो अब तेस्रो केटा हुनु जानु पऱ्यो मुभ अन त हुनु छ नि त लाइफमा जे भने बोयफ्रेन्ड त अब जो एउटा न एउटासँग त हुनु छ लाइफको इनसम्म होइन अब केटासँग गयो यो केटाले बुझ्ला भनेर सोध्छ केटीहरूले होइन त्यतिखेर त्यो केटाले पनि बुझ्नु दिँदैन तिम्रो कतिवटा बोयफ्रेन्ड थियो 2टा फेरि जज गरिदिन्छ त्यो केटाले पनि सबै केटीको यस्तो हुन्छ भन्नु खोज्दैन तर म्याक्सिमम् केटीहरूको यस्तै हुन्छ क्या त्यो केटाले पनि जज गरिदिन्छ अब केटीले के गरोस् त मरोस् के गरोस् अब हुन्छ नि त यस्तो गर्दा रिलेसनसिप टिक्दैन क्या केटीहरूको नेपाली केटाहरूले यस्तै जज गरिदिन्छ कहिले कहीँ न कहीँबाट चिनेको हुन्छ होइन साथी हुन्छन् जस्तै अब मेरो लाइक एउटा गर्लफ्रेन्ड भयो मैले छोडिदियो अब भोलिको अर्को केटाले पकडला होइन अब मलाई चिनेको हुनसक्छ मेरो साथीहरूले केही गफ हानिदिन सक्छन् या मैले गफ हानिदिन सक्छु त्यो केटालाई आफै शङ्का लागेर उसले छोडिदिन सक्छ हो कि नि सो त्यस्तो भइसकेपछि केटीहरूले के सोध्छ भने मलाई कसैले पनि बुझ्न सकेन म साँचो हुँदै सबै केटी फेक हुन्छन् भन्ने छैन आजकल त मोस्ट अफ द केटीहरू फेक हुन्छ नि तर कुनै केटीहरूको कुरा गरेको यो चाहिँ केटीहरूले कस्तो सोध्छ म सबै साँचो हुँदै म ट्रु हुँदै पनि केटाहरूले मलाई जज गर्यो म गल्ती नहुँदा हुँदै पनि म गलत हुनु पुगेँ मलाई कसैले बुझ्दैन भनेर तिनीहरूले चाहिँ नयाँ अप्सन खोज्छन् क्या जसले उसको पास्टलाई जज नगरोस् जसले उसको पास्टको कुराहरू नल्याओस् होइन ले पनि बुझोस् अन्डरस्ट्यान्ड गरोस् के कस्तो भयो पास्टमा बुझिदियोस् जस्तै तिमी नेपालको छौ अनि केटा इन्डियाको छ भने उसलाई थाहा हुँदैन त तिम्रो भोलि गएर साथीलाई सोध्ने होइन तिम्रो सर्कलको केटाहरूलाई गएर सोध्ने होइन तिम्रो एक्स बोयफ्रेन्डहरूलाई गएर सोध्ने होइन नि त के भयो कसो भयो अब तिनी केटाहरू गएर भड्काउँदैनन् होइन या फेरि पाकिस्तानको भयो जुनैसुकै अर्को कन्ट्रीको भयो क्या जसले जज गर्दैन सो तिन केटाहरूले बुझ्छन् त्यो केटीको बारेमा लाइक त्यो केटीको फिलिङ्स बुझ्छन् ऊ ट्रु हुँदै पनि ऊ टुट्नु पर्यो त्यो कुराहरू बुझ्छ केटाहरूले होइन अर्को कन्ट्रीको केटाहरूले सबैले जज गर्दैन नि त तिमीहरू जस्तो जजमेन्ट गर्ने त बानी हुँदैन सबै केटाहरूको सो त्यो केटाहरूले बुझ्छन् अनि पछि दे विल रेस्पेक्ट हर क्या जुन हामीले गर्दैनौँ नि यस्तो रहेछ यो केटीको पास्ट भन्ने हुन्छ नि त्यस्तो गर्दैन नि त सबै मान्छेले रेस्पेक्ट गर्छ त्यो केटीलाई इज्जत दिन्छ अनि पछि जे जस्तो भने उसलाई एक्सेप्ट गर्छ उसको नराम्रो कुराहरू भनेर राम्रो कुरामा ध्यान दिन्छ हो कि नि हामी नेपालीको के हुन्छ राम्रो कुराहरू यति धेरै हुन्छ केटीहरूको तर राम्रो कुराहरूलाई साइड लगाएर नराम्रो कुरा मात्रै ध्यान दिन्छन् त्यस्तो हुन्छ त्यसपछि के हुन्छ त्यसपछि केटीहरू अरू कन्ट्रीको केटाहरूसँग जान्छ अब आफ्नै कन्ट्रीको त उसले ट्राई त गर्यो नि त अब बुझ्दैन केटाहरूले जजमेन्ट गरेपछि अब अप्सन त के भयो आउट कन्ट्रीको केटाहरू भयो जसले जज गर्दैन होइन सो अर्को कुरा चाहिँ कस्तो भने गाइज होइन पास सबैको हुन्छ हामीले जज कसैलाई पनि गर्नुहुन्न क्या अन्डरस्ट्यान्ड गर्ने हो मान्छेसँग लाइक जान्छ जाँदैन लाइफ होइन अन्डरस्ट्यान्ड गर्ने हो अगाडि बढ्ने हो
तर तिमीले यदि कसैलाई जज गर्छौ भने यो संसारमा कोही पनि पर्फेक्ट मान्छे हुँदैन फेरि, बुझ्यो? गल्ती सबैको हुन्छ लाइफमा, गल्ती सबैले गर्छ, इभन मैले पनि गरेको छु, अर्को मान्छेले पनि गरेको छ, अर्कोले पनि गरे अर्कोले पनि गरे। तर त्यो कुराहरू एक्सेप्ट गरेर त्यो मान्छे जस्तो छ उस्तै उसलाई माया गर्ने हो नि त। त्यो रिलेसनसिप टिक्छ, माया हुन्छ यो होइन, कपल्स बिच, पार्टनरहरू बिच। नत्र भने रिलेसनसिप टिक्दा पनि टिक्दैन, माया पनि त्यस्तै त हो भने यस्तै रहेछ जिन्दगी, यस्तै रहेछ माया भन्ने यस्तै मान्छेहरूले। जजमेन्ट नगर, नेभर जज एनी वान।